everyone. Welcome to another episode of Gossipers Heaven. हाम्रो फाइनली फर्स्ट एपिसोड पनि अपलोड भएको छ। आजको हाम्रो गसिप चाहिँ मेरो हस्बेन्डले आफ्नो बहिनीलाई हाम्रो घरबाट निकाल्नु भयो। के म र मेरो हस्बेन्ड गलत हो? खै त्यो त स्टोरी थाहा भएर स्टोरी पढेपछि नै थाहा हुन्छ अब गलत हो होइन बहिनीलाई निकाल्ने कारण या फिर भाउजू नै त्यस्तो हुनसक्छ। जे पनि हुनसक्छ। गसिप स्टार्ट गर्छ है त। म र मेरो हस्बेन्ड काठमाडौँमा बस्छौँ। हामीले आफ्नो नयाँ घर बनाएर सरेको आज 6 महिना भयो। मेरो सासू ससुरा र नन्द हामीभन्दा 30 मिनट टाढा आफ्नै घरमा बस्नुहुन्छ। हालसाल मेरो सासू ससुरा युएस आफ्नो ठुलो छोराकोमा जानुभएको छ। म अहिले 6 महिना प्रेग्नेन्ट छु। Wow, another pregnant lady. अनि मेरो हस्बेन्ड चाहिँ घरमै बसेर आइटीको काम गर्नुहुन्छ। Nice. आइटीको काम वर्क फ्रम होम नेपालमा। Work from home. मेरो हस्बेन्ड जिम एकदम गर्न रुचाउने भएर हाम्रो घरको ग्राउन्ड फ्लोरमा सानो जिम छ। Okay, health conscious. अनि लगभग सबै मेसिनहरू पनि छ। जिम फ्रिक हो। Work from home. वर्क फ्रम होम दुईटा घर। साउन्ड्स भेरी रिच है, भेरी रिच। नेसनल त्यो बडी बिल्डर हो क्या। हुन नि सक्छ, घरमै जिम बनाउने भएपछि अभियसली हुन नि सक्छ। हुन सक्छ है, केही न केही त होला। स्पोर्ट्सम्यान केही न केही हो कि कुनै। अब कुरा के भन्दा मेरो नन्द अहिले उता घरमा एक्लै भएर हाम्रो घरमा बस्न आउनु भएको छ। 2 हप्ता अगाडि नानीले म मेरो साथीलाई जिम गर्न बोलाउँछु है दाइ भनेर सोध्नु भयो र मेरो हस्बेन्डले पनि हुन्छ बोला न भन्नुभयो। साथी केटा हो कि केटी हो? त्यो अहिलेसम्म खुलाएको छैन है। Okay. साथी मात्र भनेको छ, बोयफ्रेन्ड पनि हुनसक्छ, गर्लफ्रेन्ड पनि हुनसक्छ अहिलेको सिनारियोमा है, जे पनि हुनसक्छ। र भनेअनुसार नै नानीको साथी त्यो दिनको भोलिपल्टदेखि सधैँ आउन थाल्नुभयो। नानीको साथी बिहान आउनुहुन्छ अनि साँझमा मात्र फर्किनुहुन्छ र दिनभर 10 मिनट मात्र जिम गर्नुहुन्छ होला। अनि दिनभर जिममा लगाउने स्पोर्ट्स ब्रा अनि सर्ट्स लगाएर घरमा घुम्नुहुन्छ। जम्मा 10 मिनटको जिमको लागि बिहानभरि स्पोर्ट्स ब्रा र सर्ट्स लगाउने। त्यही माथि अर्काको घरमा बिहान गएर साँझसम्म। गड, नेपालमा अहिले विन्टर छैन नि त, त्यो पनि हो। समर छ। मलाई त्यसमा खासै केही प्रब्लम त थिएन, तर मेरो त्यो मेरो मतलबको कुरा पनि भएन। तर उहाँ मेरो हस्बेन्ड जिममा हुँदा मात्र जिम गरे जस्तो गर्ने अनि सानो सानो बहानामा मेरो हस्बेन्डसँग बोल्न खोज्नुहुन्छ। मेरो हस्बेन्ड किचनमा पानी पिउन आउँदा होस् या खाजा खाना आउँदा होस्, नानीको साथीले केही न केही कुरा स्टार्ट गर्नुहुन्छ अनि मेरो हस्बेन्डले म काम गर्नुपर्छ भनेर निस्केसी बल्ल चुप लाग्नुहुन्छ। चाइल्डहुड क्रस होला नि त। हुनसक्छ यार है, साथीको दाइलाई बच्चादेखि मन पराएको। वा, हुनसक्छ। इन्ट्रेस्टिङ होला जस्तो छ है। पहिला त अलिअलि कुरा मात्र गर्नुहुन्थ्यो, तर आजकल भने मेरो हस्बेन्डको बडीमा कमेन्ट गर्नुहुन्छ। वाट माई गड, कमेन्ट भन्दा पनि कम्प्लिमेन्ट भनौँ। जिम गरेको बडी कस्तो राम्रो, एप्स कस्तो राम्रो भन्दै टच गर्ने अनि मस्केर बोल्ने गर्न सुरु भएको छ। मलाई नराम्रो त लाग्छ, तर फेरि मेरो प्रेग्नेन्ट हर्मोन्सले गर्दा होला धेरै सोचेको भनेर मेरो हस्बेन्डलाई केही भन्दिनँ। अनि साथीको दाइलाई चाहिँ किन टच गर्नुपर्ने भने? क्रस क्रस त्यही पनि कोली कस्तो एप कस्तो राम्रो यो त्यो त्यही भने अभियसली कम्प्लिमेन्ट त गर्न सकिन्छ कसैलाई, टच गरी त गर्नु पर्दैन। टच त गर्नु पर्दैन, त्यो एउटा बााउन्ड्री त क्रस गर्नु भएन नि त। अर्काको हस्बेन्ड त्यही पनि म्यारिड, दाइ सिङ्गल भएको भए पनि डिफ्रेन्ट सिनारियो। म्यारिड, अब न्यू फ्यामिली बिगिनिङ हुँदैछ, वाइफ प्रेग्नेन्ट, अझ उसकै घरमा गएर दिनभरि बसेर 10 मिनट स्पोर्ट्स ब्रा र लगाएर जिम गरेर
अनि एक साँझमा यत्तिकै टिभी हेर्दै बसिरहेको थिएँ अनि मेरो नन्दा आएर भाउजू थाहा छ मेरो साथीको हस्बेन्डले त आफ्नो बुढी प्रेग्नेन्ट हुँदा चिट गरेछ नि Oh my god. धेरै मान्छेले बुढी प्रेग्नेन्ट हुँदा चिट गर्छन् रे नि भन्नुभयो Why? हाउ वुड यु नो भन्नुको कारण चाहिँ के हो फेरि? गर्ला लाइक त्यो सिनारीमा हुन्छ होला त्यसो गर्छ होला धेरै केस छ होला त्यस्तो तर आफ्नो भाउजू प्रेग्नेन्ट भएको बेलामा किन भन्नु आफ्नो त्यही पनि नेक्स्ट पर्सन त त्यो मान्छेको बुढा त आफ्नो दाइ हो नि त त्यही त आफ्नो दिदी भेना होइन नि त जस्तै ल म मेरो दिदीलाई प्रोटेक्ट गर्छु रे यस्तो टाइममा यस्तो हुनसक्छ है भनेर भन्छु रे भनेर त्यो डिफ्रेन्ट कुरा हो इफ लाग्छ त्यही पनि देखिएछ कतैबाट केही थाहा भएछ भने हो नत्र त त्यो भनेको त अर्काको दिमागमा नेसेसरी नै छैन त्यही भएर डाउट मात्र क्रिएट घरमा त्यो सिनारियो भइरहेछ यो पनि हुनसक्छ है भनेर उ गर्न लागे जस्तो के पहिला वान गरे जस्तो प्रिपेयर गराए जस्तो पहिल्यै कि त बहिनीलाई केही थाहा भएर नि हुनसक्छ मैले ए हो र भनेर मतलब नगरेको जस्तो गरेँ अनि फेरि म सानो हुँदा त मलाई अनि फेरि नानीले म सानो हुँदा त मलाई मेरो साथी र दाइको बिहे भयो नि हुन्थ्यो भनेर सोच्थेँ रहेछ चाइल्डहुड क्रस नै रहेछ तर दाइलाई हजुर मन पर्यो भन्नुभयो वान साइडेड अब त्यो केटीको चाइल्डहुड क्रस हो कि अब त्यो बहिनीको चाहिँ इच्छा हो कि दाइको चाहिँ मेरो साथीसँग बिहा भइदियो हुन्थ्यो मेरो साथी मेरै भाउजू भएर घरै आयो भने हामी लाइफ हुन्थ्यो बोन्डिङ राम्रो हुन्थ्यो भने जस्तो नानीले त्यस्तो भन्दाखेरि मलाई कस्तो नराम्रो लागेर मनमा कस्तो त अलिकति चिसो त पसेको थियो तर मैले खासै केही मतलब गरिनँ अनि भोलिपल्ट दिउँसो म खाजा बनाउँदै थिएँ अनि नानी र साथी भने त्यही फोन चलाएर बस्नुभएको थियो आउटफिट भने त्यही स्पोर्ट्स ब्रा अनि सर्ट्स नै थियो म दाइलाई बोलाएर आउँछु भनेर माथिमा जान मात्र के लाग्दै थिएँ नानीले भाउजू हजुर बस्नु मेरो साथीले बोलाइहाल्छ नि भन्दै जा दाइलाई बोलाएर लिएर आइज भन्नुभयो भाउजूलाई हेल्प गर्न खोजा हो कि साथीलाई हेल्प गर्न खोजा हो कि यसो बुझ्दाखेरि त भाउजूलाई चाहिँ होइन साथीलाई नै हेल्प गर्न लाग्यो जस्तो अलिकति हामीसँग फोटो पिक्चर हुने भए एज यो एजको हुने भए है अलिकति झन् इन्ट्रेस्टिङ हुन्थ्यो नि त मैले इमेजिन गरिरहेको छु स्पोर्ट्स ब्रा र सर्ट्स मैले कहिले मैले पिङ्क या गर्छु कहिले मैले रेड गरिरहेको छु मैले रेड कलर गरिरहेको छु कि स्पोर्ट्स ब्रा आई डोन्ट नो व्हाई कहिले ब्ल्याक कहिले एभ्री डे आउँदा त डिफ्रेन्ट लगाउने होला नि होइन बिहानबाट बेलुकासम्म लगाउने भएपछि त चेन्ज त गर्नु पर्यो नि त्यही पनि को मान्छे बस्न सक्छ कि स्पोर्ट्स ब्रा र सर्ट्स लगाएर त्यही पनि अर्काको घरमा कम्फोर्टेबल भएर ठिकै छ चाइल्डहुड क्रस गर्नु पर्यो त्यति त गर्नै पर्यो बोलाउन साथी पनि खुसी हुँदै बोलाउन जानुभयो म त के भनौँ भयो मैले त चाहिँ साथी यस्तो यस्तो गएको नि इमेजिन गरिरहेको छु त्यो पुरा लिटरली हुन्छ नि फाइनली त्यो साँझ म र मेरो हस्बेन्ड टिभी हेर्दै थियौँ अनि मेरो हस्बेन्डले तिमीलाई एउटा कुरा भन्नु मन छ मलाई के गरौँ के भइरहेछ भन्नुभयो मैले मुभी पज गरेर भन्नु न भने उहाँले म बहिनीलाई भोलिदेखि त्यो केटीलाई नबोलाऊ घरमा भन्छु मलाई कस्तो अप्ठ्यारो लाग्छ त्यो केटी नचुई बोल्नै सक्दैन खालि मस्के गर्छ बोल्ने र मेरो स्टडी रुममा आउने बाहना मात्र खोज्छ
तिमीले पनि त याद गर्छौ होला नि है कि मलाई मात्र त्यस्तो लागेको भन्नुभयो कस्तो अनेस्ट रहेछ हस्बेन्ड चाहिँ भने है कस्तो स्विट रहेछ एटलिस्ट भनिरहेछ नि उसलाई कस्तो फिल भएको भनेर भनेपछि वान साइडेड चाहिँ वान साइडेड नै रहेछ अहिलेसम्म पासमा जे भए पनि नथिङ फ्रम हस्बेन्ड पासमा जे भए पनि थियो थिएन थाहा छैन तर थियो भने पनि अहिले प्रेजेन्टको लागि चाहिँ इज अनेस्ट अनि आएर बुढीलाई भनिरहेछ नि त अनि त्यो सुनेर म एकछिन मजाले हाँसेँ उहाँले मलाई पागल त भएन जसरी हेर्नुभयो मैले अनि मलाई पनि त्यस्तै लागेको त थियो तर मेरो मुड स्विङ धेरै हुन्छ अनि प्रेग्नेन्सी हर्मोनले गर्दा पनि होला भनेर केही पनि भनिनँ मैले हजुरलाई केही पनि भनिनँ भने उहाँले अनि भन्नुभयो तिमी अस्ति दिउँसो सुतेको बेलामा म जिम गर्दै थिएँ अनि बहिनीको साथीले बाइसेप्स कस्तो राम्रो है एब्स कस्तो राम्रो फेस पनि बल्ल 23-24 इयर्सको 23-24 इयर्सको जस्तो देखिनुहुन्छ भन्दै टच गर्न थाल्यो बिग फ्यान होला फ्यान यो मनपर्ने यो 23-24 को भन्दाखेरि चाहिँ अलिकति एजमा चाहिँ भनेपछि केटी 23-24 को होला जस्तो लागेन होला आफ्नो एजसँग कम्पेयर गर्नु मेबी हस्बेन्ड चाहिँ मेबी 28-29 अर्ली 30s को होला बहिनीको एजको चाहिँ साथी भनेपछि त्यही 24-25 होला मलाई त्यस्तो लाग्यो मैले बहिनी मलाई यसरी टच गरेको मन पर्दैन अनि म मेरो बुढीसँग एकदम खुसी छु हाम्रो बिचमा आउने काम नगर भनेर माथि रुममा आएँ मैले भोलिदेखि आउँदैन होला भनेको त फेरि त्यही मस्किने बोल्न खोज्ने गर्न थाल्यो मलाई त एकछिन त अचम्म लाग्यो त्यस्तो भन्दासम्म नि आफ्नो सेल्फ रेस्पेक्ट पनि छैन क्या फेरि स्पोर्ट्स ब्रा र सर्ट्स लगाएर मलाई त लेट मी ट्राई वन्स अगेन one more time हैन केटीको नेभर गिभिङ अप एटिट्युड रहेछ राम्रो लाग्यो मलाई भन्नाले त्यो एटिट्युड चाहिँ त्यो जे गरिरहेको छ त्यो चाहिँ राम्रो लाग्यो त्यो नेभर गिभिङ अप फाइटिङ त्यो चाहिँ राम्रो लाग्यो मलाई त अति भएर तिमीलाई भनेको भन्नुभयो बुढाले अनि त्यति बेला नै नानीलाई तल बोलाउनु भयो नानी तल आएपछि भोलिदेखि तिम्रो त्यो साथीलाई नबोलाऊ है भन्नुभयो नानीले रिसमा किन के भयो र हजुरको बुढीलाई के कुरामा चित्त बुझेन आफूभन्दा राम्रै मान्छे कोही मन पर्दैन हो भाउजूलाई हो भाउजू भनेर मलाई उल्टो प्रश्न गर्नुभयो आफूभन्दा राम्रो अरू कोही मन पर्दैन हो भाउजू उसको साथी राम्रो हो भाउजू मन पर्दैन के हो आफूभन्दा अरू राम्रो मन पर्दैन त्यो त अति इन्सल्ट भएन त्यो भने इमेजिन गर्दैछु कि म ठ्याक्क उभिएर भाउजू यसरी लाउन्चमा बसिरहेको आनन्दले इनोसेन्ट पाराले बिचारा अब के भन्नुहुन्छ भनेर होइन आफूभन्दा राम्रो क्या नहीं बिचारा भाउजूको पो माया लाग्यो मलाई त भाउजूले चाहिँ के भन्नुपर्छ कि भन्नुहुन्छ कि भन्नु हुँदैन भन्ने कुरा त्यति इन्सल्ट गरेपछि तपाईँको आन्सर म दिन्छु नि म केही बोलिनँ ओ माई गॉड एकदम इनोसेन्ट अनि मेरो हस्बेन्डले तेरो त्यो साथी नै ठिक छैन मलाई आफ्नै घरमा कस्तो अनकम्फर्टेबल फिल हुन्छ भन्नुभयो अनि नानी झन् रिसाउँदै ठुलो स्वरमा ऊ कति राम्री छ उसँग बिहे भएको भए कति राम्रो हुन्थ्यो स्ट्यान्डर्ड पनि त मिल्छ बच्चा भयो भने पनि कति राम्रो हुन्थ्यो होला
ओ माई गड उसको पो रहेछ त सपना त सबै नानीको पो रहेछ त सपना त सबै के गर्ने भनेर ओ माई गड अब यस्तो बुढीसँग कस्तो सरी अब यस्तो बुढीसँग कस्तो बच्चा हुने हो भन्दै के हुनुहुन्थ्यो मेरो हस्बेन्डले मेरो घरबाट निस्किहाल अबदेखि आउनु पर्दैन त मेरै घरमा बसेर मेरो बुढीको अपमान गर्ने भनेर भन्दै रिसाउँदै माथि जानुभयो अनि माथिबाट नानीको सामान सब निकालेर बाहिर फालिदिनु भयो तबदेखि यो घरमा टेक्दै नटेक भन्नुभयो त आफ्नै घर जा भनेर भन्नुभयो त्यसपछि मलाई एकैछिन टाइम लाग्यो मेरो हस्बेन्डलाई शान्त गराउन अनि त्यो रात यत्तिकै हामी सोचमै कुरा गर्दै बित्यो त्यसको भोलिपल्टदेखि हामीलाई अब सासूबाट अनि अरू आफन्तीबाट धेरै फोन कल आएर अनि प्रेसर आइरहेको छ घरबाट किन निकालेको बहिनी भनेको छोरी जस्तो हो घरबाट किन निकालेको उसको आफ्नो घर छ त त्यो पनि भनेको छ बहिनी अहिले आफ्नै घरमा हुनुहुन्छ अनि मैले पनि जबसम्म नानीले माफी माग्नुहुन्न तबसम्म मेरो घरमा आउन दिदिनँ भनेको छु फाइनली केही भन्नुभयो बस्ने गरेर त अबदेखि कहिले पनि मिल्दैन तर दाइको घर दाइलाई भेट्न भनेर आउनलाई पनि माफ मागेपछि मात्र मिल्छ भनेको छु आफन्ती र सासूको लागि यो सब कुरा गलत लाग्छ कि मैले र मेरो हस्बेन्डले जे गर्यौँ र जे भन्यौँ त्यो गलत हो गलत होइन त्यस्तो धेरै डिसरेस्पेक्ट गरेर त्यहीमाथि प्रेग्नेन्ट भएको भाउजूलाई बिहा गरेर ह्याप्पिली म्यारिड भएको मान्छेलाई त्यस्तो धेरै डिसरेस्पेक्ट गरेर त्यही पनि अरू कोही साथीको लागि फ्यामिलीको लागि भएर अरू कोही भएको भए त इट्स डिफ्रेन्ट थिङ होइन त्यही पनि को साथीको लागि त्यही पनि त्यो साथीले पनि राम्रो गरिरहेको छैन कि उसले आफ्नै दाइलाई साइराइनु रहेछ होइन पुरा बाइसेप साइसेपको कमेन्ट गरिरहेछ उसैले राम्रो गरिरहेको छैन किन त्यस्तो मान्छेलाई कसरी रिलेसनसिप कन्टिन्यू गर्नु आई डोन्ट थिङ्क यो गलत हो भनेर अनि उसले जसरी माफी चाहियो भनेको छ माफ गर्न सकिन्छ कुनै लाइक माफ गर्न त सकिन्छ तर कतिसम्म आफूले बााउन्ड्रिज गर्ने भन्ने कुरा हुन्छ अलि मलाई चाहिँ यस्तो लाग्छ नेपाली फ्यामिली नेपाली कन्टेक्स्टमा चाहिँ अलिकति आफ्नै हिसाबले बााउन्ड्री सेट गर्न चाहिँ अलिकति गाह्रै हुन्छ होइन तर जे भयो नि आफ्नै स्ट्यान्ड चाहिँ लिनुपर्छ अब नेक्स्ट टाइम त्यस्तो नहोस् भनेर होइन स्ट्यान्ड लिनुपर्छ झ्याप्प छुटाउन नि मिल्दैन फ्यामिलीसँग झ्याप्प छुट्नु नि मिल्दैन नि त यहाँको जस्तो अब यहाँको वेस्टर्न कल्चरको जस्तो अब आई निड टु कट अफ भनेर जस्तो नि हुँदैन नेपालमा जस्तो भए पनि मेन्टेन गर्नुपर्छ विच इज गुड मेन्टेन गरेको राम्रो रिलेसनसिप तर त्यस्तो त्यो के भन्छ त्यसलाई एकदमै नराम्रो नै सोचेर नै नराम्रो नै गर्छु यिनीहरू दुईजनालाई छुट्याइदिन्छु भन्ने तरिकाले नै आए जस्तो देख्छ नि त त्यो सुन्दाखेरि त त्यो मान्छेलाई त कसरी एक्सेप्ट गर्नु आफ्नो लाइफमा त्यही अब मलाई लाग्छ अब नन्दले माफी माग्नु पर्यो अनि माफी पनि माग्नु पर्यो रियलाइज पनि गर्नु रियलाइज त गर्नै पर्यो पहिला अब माफी माग्नुभन्दा अगाडि नै फर्स्ट रियलाइजेसन हो यति गएर माफी मागेर त खासै काम हुन्छ त्यो त देखावटीको माफी भयो नेक्स्ट टाइम ह्याप्पी है आफ्नो दाइको फ्यामिली राम्रो भएर ह्याप्पीली म्यारिड भइरहेछ भने सी सुड बी ह्याप्पी किन अरू मान्छेलाई ल्याएर मिक्स गर्नु पर्यो भने थर्ड पर्सनलाई ल्याएर साउन्ड्स कस्तो ह्याप्पी फ्यामिली है त्यही भने आफ्नै भन्नाले घर अनि बुढाबुढी छ प्रेग्नेन्ट वाइफ छ काम गरिरहेछ त्यही त अनि कस्तो सपोर्टिभ हस्बेन्ड छ त्यस्तो हुँदाखेरि हि वाज अनेस्ट भएर सबै कुरा भनिरहेछ होइन भनेको त तिनीहरू दुईजना त आफू दुईजनामा त एकदमै धेरै सपोर्टिभ छ नि त अनेस्ट छ त्यस्तो हुँदाखेरि पनि अर्को मान्छे लिएर जबरजस्ती घुसाउनु खोज्नु टु मच नानी राम्रो होइन ए गलत हो
नानीले पनि अब रियलाइज गरेर भाउजूसँग माफ माग्नु पर्यो, दाइसँग पनि माफ माग्नु पर्यो, अनि रिलेसन राम्रो बनाउन खोज्नु पर्यो। अब त्यो ट्रस्ट अर्न गर्नु पर्यो फेरि होइन, विश्वास गर्ने वातावरण मिलाउनु पर्यो। त्यही त अलिकति सासूले पनि रियलाइज गर्नु पर्यो कि आफ्नो छोरीले राम्रो गरेको छैन, आफ्नो छोरीले गर्दा आफ्नै छोराको घर बाँडिरहेको छ भन्ने रियलाइज गर्नु पर्यो। त्यही नै हो। अरू त अब त्यही नै हो, के भन्न सक्छु। हजुरहरूलाई कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनुहोस्। कमेन्टमा हजुरहरूलाई चाहिँ के लाग्छ, माफ गर्नुपर्छ कि माफ गर्नु हुँदैन, कि उहाँहरूले जे गर्नुभयो त्यो गलत थियो कि राइट थियो कि, हजुरहरूलाई जे लाग्छ त्यो कमेन्ट गरिदिनुहोस्। त्यही त हजुरहरूको पनि यस्तै स्टोरी छ भने प्लिज हामीलाई सेन्ड गरिदिनु होला। हाम्रो युट्युब, इन्स्टाग्राम, टिकटक, जिमेल सबै एकाउन्ट छ गसिपर्स हेभन भनेर, जता पठाउँदा नि हुन्छ। हामी यस्तरी नै हामी नाम नखुलाइकन भन्छौँ, अनेस्ट रियाक्ट गर्छौँ, पुरै गोप्य राखेर भन्छौँ हामी। अनि त्यसपछि हाम्रो मात्र होइन अरूहरूको पनि त के भन्छ त्यसलाई, ओपिनियन। अरूहरूको पनि अब ओपिनियन के लाग्छ ओपिनियन अरूहरूको हुन्छ, हाम्रो मात्र हुँदैन। अनि त्यतिखेर पनि कति कुरा क्लियर हुन्छ। कहिलेकाहीँ आफूले मात्र सोचेको कुरा पनि राइट नहुन सक्छ कति बेला, धेरै टाइममा। त्यही भएर सबैको अब कमेन्टहरू हेर्नुहोस्, अनि त्यसपछि के लाग्छ भन्नुहोस्, अनि लाइफलाई चाहिँ त्यसरी नै अगाडि बढाउनुहोस्। धन्यवाद। See you in next episode. Bye.